पौवादुङमा गाउँपालिकाको सूचना। विक्रम सम्वत 2082 साल वैशाख 1 गतेदेखि 7 गतेसम्म देशैभरि व्यक्तिगत घटना दर्ता सप्ताह मनाउने कार्य भइरहेको छ। जन्म, मृत्यु, विवाह, सम्बन्ध विच्छेद र बसाइसराई जस्ता व्यक्तिगत घटनाहरू घटना घटेको 35 दिनभित्र आफ्नो स्थायी ठेगाना वा घटना घटेको स्थानको ओडा कार्यालयमा गई अनिवार्य रूपमा दर्ता गराऊ। व्यक्तिगत घटना दर्ता किन गर्ने? बालबालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता राष्ट्रिय परिचय पत्र, राहदानी र नाबालक परिचय पत्र बनाउन, ब्याङ्कमा खाता खोल्न र राज्यबाट प्राप्त हुने अन्य सेवा लिन तथा आफ्नो हक अधिकार सुनिश्चित गर्नको लागि व्यक्तिगत घटना दर्ता गर्नु गराउनु सबै नागरिकको कर्तव्य हो। व्यक्तिगत घटना घटेको 35 दिनभित्र व्यक्तिगत घटना दर्ता गरी जिम्मेवार नागरिकको परिचय दिऊ। थप जानकारीका लागि सम्बन्धित ओडा कार्यालय तथा पौवादुङमा गाउँपालिकाको कार्यालयमा सम्पर्क गर्नुहोला।